सुदूरपश्चिम प्रदेशमा भोजराज जोशी भन्ने बित्तिकै चिर परिचित नाम हो। समाज सेवामा सक्रिय, कुशल, सक्षम, क्षमतावान र निडर युवाका रूपमा चिनेका जोशी पछिल्लो समय राजनीतिमा उदाउँदै गरेको एउटा आशलाग्दो युवा नेताका रूपमा चिनिन्छन्। नेपाली राजनीतिमा स्वच्छ छवि भएका विवाद रहित नेता भेटाउनै मुस्किल छ। तर यही बीचमा जोशी भने निष्कलङ्क व्यक्तित्वको रूपमा आफ्नो पहिचान बनाउन सफल छन्। निस्वार्थ र सहयोगी स्वभावका जोशी युवामाझ निकै लोकप्रिय मानिन्छन्। सुदूरपश्चिमेली युवाहरूको आशाको किरणका रूपमा जोशीलाई लिने गरिएको छ। गरिब, दिनदुखी र बेसहाराका लागि भगवान नै बन्दै आएका जोशी परिवर्तनको आवाज बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री समेत हुन्। लामो समयदेखि समाज सेवामा सक्रिय जोशीले समय समयमा विभिन्न विपदजन्य घटनामा बेसहाराहरूलाई सहयोग पनि गर्दै आएका छन्। पूर्व गृहमन्त्री समेत रहेका रासपा संस्थापक सभापति रवि लामिछानेको नेतृत्वमा रहेको रासपाको संगठन विस्तारमा उनले सुरुदेखि नै सक्रिय भूमिका खेल्दै आएका छन्। रासपाको उदयसँगै जोशीले आफ्नो गृह जिल्ला बैतडीमा मात्र नभई सिङ्गो सुदूरपश्चिम प्रदेशमा संगठन विस्तारलाई तीव्रता दिँदै आएका छन्। देशले परिवर्तन खोजिरहेको र नयाँ युवाहरूले नयाँ अनुहारको अपेक्षा गरिरहेका बेला छन् भन्ने सन्देशलाई उनले नागरिकको घरदैलोसम्म पुर्याउँदै आएका छन्। पुराना दल काङ्ग्रेस, एमाले र माओवादीको विशेष वर्चस्व रहेको सुदूरपश्चिम प्रदेशमा रासपाको संगठन विस्तारलाई घरदैलो अभियानसम्म पुर्याउने कुरा सामान्य विषय छैन। तर पनि जोशीले प्रत्येक घरदैलोसम्म रासपाको संगठन विस्तार अभियानलाई पुर्याउन सफल भएका छन्। सुदूरपश्चिममा रासपाको संगठन विस्तारमा जोशीको अतुलनीय योगदान रहेको छ। परम्परागत दलहरूप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको अवस्थामा पनि जोशीले रासपाको संगठनलाई सशक्त बनाउँदै लगेका छन्। उनको सरलता, कार्यशैली र क्षमताको सम्मान गर्दै नागरिकहरूले उनलाई संसदमा देख्न चाहेको प्रतिक्रिया दिँदै आएका छन्। सामाजिक सञ्जालमा समेत भोजराज जोशीलाई सांसद बनाउनु पर्छ भन्ने अभियान नै चलाइएको छ। अहिले सुदूरपश्चिमको बैतडीबाट जोशीलाई प्रतिनिधि सभाको सांसदका रूपमा हेर्न चाहेका आवाजहरू उठिरहेका छन्। युवाहरूको यही आह्वानलाई स्वीकार गर्दै भोजराज जोशी बैतडी जिल्लाबाट रासपाको समानुपातिक उम्मेद्वार बनेका छन्। समग्र जिल्लाको विकास र निर्माणको जिम्मेवारी यही पुस्ताको काँधमा रहेको बताउँदै उनले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने भावना सहित संसद तर्फको यात्रा सुरु गर्ने तयारी थालेका छन्। परिवर्तन चाहने सम्पूर्ण नागरिकबाट साथ र सहयोगको अपेक्षा समेत जोशीले गरेका छन्। पछिल्लो समयमा रवि लामिछाने नेतृत्वको रासपा प्रति देशभर जनलहर बढ्दै गएको छ। विशेष गरी पछिल्ला केही दिन यता रासपाको पार्टी कार्यालयमा दैनिक पुराना दल एमाले र काङ्ग्रेस परित्याग गरी रासपा प्रवेश गर्नेहरूको घुइँचोरै लाग्ने गरेको छ भन्दा पनि फरक नपर्ला। रासपाको पार्टी कार्यालय मात्र होइन, देशभरका विभिन्न ठाउँमा भएका रासपाका विभिन्न कार्यक्रमहरूमा पुराना पार्टी परित्याग गर्दै नयाँ पार्टी प्रवेश गर्नेहरूको घुइँचो नै लाग्ने गरेको छ। पछिल्लो समयमा पुराना दलहरूप्रतिको बढ्दो वितृष्णाका कारण रासपामा समाहित हुने क्रम जारी रहेको छ, जसका कारण रासपाको आगामी निर्वाचनको मत परिणाममा पनि सकारात्मक प्रभाव पर्ने देखिएको छ।